साथीहरु तपाईहरुको मोबाइल एकदम ठीक छ अथवा तपाईको मोबाइलको स्पिकर पनि ठीक छ तर तपाईको मोबाइलबाट जुन साउन्ड आइरहेको छ भोइस सङहरु बजाउँदाखेरि अथवा कुनै पनि काम गर्दा तपाईको भोइस सानो आइरहेको छ अर्थात साउन्ड सानो आइरहेको छ भने तपाईले अब एउटा ट्रिक अपनाएर सजिलैसँग आफ्नो मोबाइलको भोल्युमलाई इन्क्रिज गर्न सक्नुहुन्छ। साथीहरु नमस्कार, म एसटी नेपाली एसटी इन्फो च्यानलमा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। साथीहरु आज मैले तपाईहरुलाई मोबाइलमा कसरी तपाईले भोल्युमलाई अफ गर्न सक्नुहुन्छ अथवा इन्क्रिज गर्न सक्नुहुन्छ भन्ने बारेमा सम्पूर्ण जानकारीहरु प्रदान गर्नेछु। लागौं प्र्याक्टिकल रुपमै मोबाइल स्क्रिनतर्फ। साथीहरु स्क्रिनतर्फ लाग्नुभन्दा पहिला भिडियोलाई लाइक गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई प्रेस गर्न नभुल्नु होला। हवस् त साथीहरु लागौं प्र्याक्टिकल रुपमै मोबाइल स्क्रिनतर्फ। साथीहरु सबैभन्दा पहिला तपाईहरु आफ्नो मोबाइलको डायल प्याडमा जानुहोस्। डायल प्याडमा गइसकेपछि तपाईले एउटा कोड दिनुपर्ने हुन्छ। कोड दिनुहोस् यहाँ एउटा *#0*#। साथीहरु यदि कोड दिइसके तपाईको अगाडि यस्तो खालको इन्टरफेस देखिन्छ जसबाट तपाईले सम्पूर्ण कुराहरु चेकअप गर्न सक्नुहुन्छ। तपाईको यहाँनेर कलरहरु देखि लिएर सेन्सर रिसिभर सबै चेक गर्न सक्नुहुन्छ। जसमध्ये तपाईको यहाँनेर स्पिकर भन्ने एउटा अप्सन पाउनुहुन्छ। यसमा क्लिक गर्नुभयो भने तपाईको यहाँ कति आवाज आइरहेको छ यसले देखाउने छ। यति आवाज आइरहेको छ साथीहरु, यहाँनेर अहिले आवाज यति छ। अब तपाईहरु के गर्नुस् भने यहाँनेर लो फ्रिक्वेन्सी भन्ने अप्सन छ तल, यसमा क्लिक गर्नुस्। यहाँनेर यसमा क्लिक गर्दा बित्तिकै तपाईले यहाँनेर लो फ्रिक्वेन्सी टेस्ट भनेर पाउनुहुनेछ। 100 त्यसैगरी 200 र 300 तपाईहरुले 100 हर्ज र 200 हर्ज र 300 हर्ज पाउनुहुन्छ। यहाँबाट तपाईले 300 हर्जमा यहाँनेर टिक लगाउनु साथीहरु। यहाँनेर तपाईले देख्न सक्नुहुन्छ 300 मा टिक लगाइदिनुस्। यहाँनेर साथीहरु 300 मा टिक लगाउँदा बित्तिकै अब तपाईले के गर्नुस् भने यो मोबाइललाई एकचोटी रिस्टार्ट गर्नुस् साथीहरु। यसरी रिस्टार्टमा क्लिक गर्नुस् र रिस्टार्ट गर्नुस्। यसलाई रिस्टार्ट गरिदिनु साथीहरु। साथीहरु अब यो मोबाइल रिस्टार्ट भइसकेको छ। पुनः मैले फेरि सोही कोडलाई यहाँनेर डायल गर्छु। चेक गरौँ कतिको हाम्रो इन्क्रिज भइरहेको छ। *#0* डायल गरे मैले। अब साथीहरु पुनः मैले स्पिकरमा क्लिक गर्छु यहाँनेर। साथै तपाईले देखिसक्नुभयो अथवा सुनिसक्नुभयो पहिला भन्दा धेरै गुणा बढी आवाज इन्क्रिज भइसकेको छ। साथीहरु तपाईले पनि यसरी आफ्नो मोबाइलको यदि भोल्युम पहिला भन्दा धेरै डाउन भएको छ अथवा कुनै समस्या आएको छ भने यो तरिकाबाट तपाईले आफ्नो मोबाइलको भोल्युमलाई बढाउन सक्नुहुन्छ। साथीहरु आज मैले तपाईहरुलाई सजिलैसँग एउटा कोडको माध्यमबाट आफ्नो मोबाइलको भोइसलाई इन्क्रिज गर्ने तरिकाको बारेमा सम्पूर्ण जानकारी प्रदान गरे। आशा छ यस भिडियो अन्तर्गत रहेर तपाईले पनि यो काम गर्न सक्नुभयो होला। हवस् त साथीहरु आगामी नयाँ भिडियोमा पुनः भेट हुनेछ। धन्यवाद।